आज शनिबार हामी छौँ अहिले कर्णाली प्रदेशको बाँसकोट गाउँपालिका वडा नम्बर 2 पिपलजीपू रुकुम पश्चिम। हामी आज शनिबार बिदाको दिन सदुपयोग गर्दै हामी आज जाँदैछौँ लुम्बिनी प्रदेशको सिस्ने गाउँपालिका 8 लम्फाकोट रुकुम पूर्व। अनि हजुर आज सुन्तला खान जाँदैछौँ हामी। हजुरहरूलाई मेरो नजिकै झरना नजिकै गएर पनि हजुरलाई एउटा भिडियो देखाउँदैछु। हामी यहाँदेखि जानेछौँ माथि टपमा जानेछौँ लम्फाकोट टपमा सुन्तला ल्याउन अनि घुमफिरको लागि पनि। अनि आउँदाखेरि चाहिँ चिसा पानी भएर यो बाटो हुँदै आउँदैछ। हजुरहरूलाई सबै देखाउँछ है त। आज दिनभरि के गर्यो कहाँ गयो हजुरहरूलाई देखाउँछ है त। यो धपेको पुल पूर्वी रुकुम र पश्चिमलाई जोड्ने सानीबेरी नदीमा बनेको यो पूर्वी रुकुममा पर्ने झरना हो। यो झरना चाहिँ अगाडि हजुरलाई मैले जुम गरेर देखाएको थिएँ त्यही झरना हो। फाइनली हामी सुन्तला खाने ठाउँ पुग्न आँटिसकेको छौँ। यो हामी यहाँदेखि आएको हामी यो हाम्रो स्वास्थ्य चौकी हाम्रो अफिस यहीँ बस्छौँ हामी। यहाँदेखि आएको हामी। अनि यो जनकल्याण मावि जिपू यहाँनिर स्कुल रहेको छ। अनि यो जिपू गाउँ बाँसकोट 2 जिपू गाउँ यहाँनिर रहेको छ शहीद भवन। यो शहीद भवन रहेको छ। अनि हाम्रो टोली यता रहेको छ। यहाँनिर हाम्रो सिस्टर हुनुहुन्छ। अनि यता सिस्नु बोक्ने डोकोहरू पनि ल्याउनु भएको छ। घाँस काट्ने डोको हो यो। सिस्नुको घाँस काट्नुहुन्छ यतातिर। यो डोको भएर सिस्नु बोकेर जानुहुन्छ। म पछि सिस्नु बोकेर पनि देखाइदिन्छु। अनि उहाँ हाम्रो सिस्टर हुनुहुन्छ। यो ब्यागभरि खैला र बर्रे मात्रै छन् सुन्तला बोकेर लग्ने। पानी पनि छ एउटा, पानीको बोतल छ एउटा। सुन्तलाको बगैँचा आमामा सबै टिपिसकेका रहेछन्। अलिअलि मात्रै छन् नि यो रुखमा। रुख सानो छ सुन्तलाको। हामी सुन्तलाको बगैँचामा पुगिसकेको छौँ। अगाडि सिस्नुको डोको भनेको थियो। यो सिस्नुको डोको घाँस यसरी बोकिराख्नु सिस्नुलाई घाँस बनाएर सुन्तलाको भारी। अनि यता पनि रहेको छ सुन्तलाको भारी। अघि हामी आउँदाखेरि यता धपेको पुलदेखि आएको यही बाटोबाट आएर यहाँनिरबाट आएको थियो स्वास्थ्य चौकी। अनि अहिले फेरि फर्किँदाखेरि चाहिँ यो बाटो भएर यहाँ चिसापानी पुल पर्ने भएर अहिले चाहिँ चिसापानी भन्छ। यो चिसापानीको पुल यो चाहिँ धपेको पुल। अनि अहिले सुन्तला ल्याएर झरिसकेको छौँ। हेर्नु साथीहरू एकदमै गाह्रो भइसकेको छ। सबैलाई देखाउनु। यो चाहिँ सानीबेरी नदीमा बनेको चिसापानी पुल। हिजो शनिबार आउँदा रात परेर भिडियो अपलोड चाहिँ आइतबार गरेको छु।